हजुरहरूले नयाँ वर्ष 2083 कसरी मनाउनुभयो? हामीले यसपालि मनमोहक दृश्य अवलोकन गर्दै हेटौडा पुग्यौँ र हेटौडामै नयाँ वर्ष 2083लाई मनायौँ। मनमोहक दृश्यसँगै हेटौडा पुगेकै दिन भाउजूको बर्थडे थियो। हामी सबैजना परिवारहरू एकै ठाउँमा रमाउँदै बर्थडे सेलिब्रेट गर्यौँ। यो दिन हेटौडामै बस्यौँ। यसपालि हामी हेटौडा जानुको मुख्य उद्देश्य हाम्रो जन्मस्थान गाउँको घरमा पुग्नु थियो। सोही अनुसार हामी भोलिपल्ट बिहानै गाउँको घरतर्फ प्रस्थान गऱ्यौँ। गाउँको घरतर्फ प्रस्थान गर्दै हामी विभिन्न स्थानहरू घुम्यौँ। सबैभन्दा पहिला हामी हाम्रो मामाघर पुग्यौँ। जुन हामीले देखिराखेको यो दृश्यको घर छ, यो हाम्रो मामाघर हो। मामाघर अहिले एकदमै जीर्ण अवस्थामा छ। केही चाहना, केही आवश्यकता अनि केही बाध्यता, यस्तै यस्तै कारण हेटौडा बसाइँ सरिसके पछाडि यो घर संरक्षणको अभावमा जीर्ण त हुने नै भयो। अहिले यो घर यस्तो अवस्थामा देखिन्छ। हामी मामाघर घुमिसके पछाडि हामी हाम्रो घरतर्फ प्रस्थान गर्न अगाडि बढ्यौँ। जहाँ हाम्रो घर प्रस्थान गर्ने क्रममा बाटोमा मेरो कान्छो मामाले यसरी एउटा कुकुरलाई संरक्षण गर्दै ल्याउनु भयो। सानै भए पनि एकदमै चलाक छ यो कुकुर। हामीलाई देख्दा नयाँ मान्छे जस्तो लाग्यो होला। अनि त्यस पछाडि सबै माथि उफ्रिँदै उफ्रिँदै यसले हामीलाई एकदमै पक्ष्याइरहेको छ। हामी यसै गरी हाम्रो घरतर्फ प्रस्थान गर्दैछौँ। बाटोमा कुकुरसँग खेल्दै रमाउँदै मामाहरू अगाडि बढ्दै हुनुहुन्छ। जाँदा जाँदै हामीले बाटैमा ऐसेलुको झाङ भेट्यौँ। हामी गाउँ जानुको एउटा उद्देश्य यो पनि थियो। अनि हामी पुग्ने बित्तिकै के प्रतीक्षा गर्न सक्यौँ? कस्तो मिठो लागिरहेछ। यता हेरिसु न एकचोटि। हामीले त्यो दिन ऐसेलु यति धेरै खायौँ कि हामीलाई अब त्यो दिन खाजा नै खानुपर्ने अवस्था रहेन। ऐसेलु नै त्यो दिनको लागि हाम्रो खाजा भयो। अहिले गाउँमा बस्ती रित्तिसकेको छ। गाउँमा खासै बसोबास नरहने भएको कारणले गर्दा ऐसेलुका झाङहरू रात्तामै बाँकी रहेका छन्। कहिलेकाहीँ तलमाथि ओहोर दोहोर गर्ने बटुवाहरूले खाने बाहेक ती ऐसेलुका झाङहरूमा कोही आइपुगेको देखिँदैन। हामी ऐसेलु खाएर घरतर्फ प्रस्थान गऱ्यौँ। यहाँबाट यो घर छ ल, यो घर हो। यहीँ फर्सी लगाइएको छ। यहाँ बस्ने हामी जन्मेको हुर्केको यही ठाउँमा घर थियो। तर अहिले यो ठाउँको घर भूकम्पले गर्दा भत्किए पछाडि नयाँ घर बनेको छ। यही जग्गा, यही जमिन अनि यही गाउँ हो हाम्रो बाल्य अवस्था बितेको। यही ठाउँमा घाँस दाउरा गर्दै हाम्रो बाल्य अवस्था बित्यो। केही वर्षदेखि बाँझो रहेको बारीमा यसपालि हामीले तरुल खेती सुरुवात गरेका छौँ। आफ्नै बारीको अर्ग्यानिक पुग्यो नि, हामीलाई प्रब्लम छैन। फेरि हामी पनि तयार हुँदैछ। हेर्नुहोस् त, ऐसेलु पछाडि अब यसको सुरु हुन्छ। यहाँ हेर्नुहोस्, हेर्नुहोस् एकदम कम फलेको छ। ऐसेलु सँगसँगै छ। फेरि यो अब फुल अहिले छ। यो खाने बेला अब सुरु हुन्छ केही समय। हेलो व्हाट्सअप भित्र छौँ। हेर्नुहोस्, यो हाम्रो आजको स्थिति हो। भोलि पनि हामी यहाँ छौँ। यति राम्रो के हस्तान्तरण गरेको तपाईले भिडियो बनाउनु भयो। अब पुग्यो नखाने भन्ने बराबर ऐसेलु खाइसके पछाडि हामी फेरि हेटौडातर्फै फर्कनका लागि प्रस्थान गऱ्यौँ। खोलाको दृश्य मनमोहक हरियाली हेर्दै हेर्दै हामी घरतर्फ प्रस्थान अगाडि बढ्यौँ। हेटौडा फर्कँदा हामी च्याउ फार्ममा भिजिट गर्न पुग्यौँ।
यो छ होइन अब यो यता च्याउ यो फार्म एउटैले भाडा लिएर अहिले हो यो व्यवस्थित रूपमा बृहत रूपमा सञ्चालित छ। यो चाहिँ हामी हेर्न पुग्दा यो च्याउ फार्ममा च्याउहरू निकालिसकिएका थिए। केही थोरै च्याउहरू मात्रै हामी यहाँ देख्न सक्छौँ। यसरी। च्याउ खेती यसरी हुने रहेछ। हामीले नजिकबाट च्याउ खेतीको च्याउको यस्तो हुँदो अवलोकन रहेछ। पनि गऱ्यौँ। यसै गरी बित्यो मेरा 7 दिन भने चाहिँ आजको दिन हामी यसै गरी बिताउँदै हेटौँडा प्रस्थान गऱ्यौँ। अन्तिमसम्म हेरेर साथ दिनुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। फेरि हामी भेट्नेछौँ।